आज हामी यहाँ टायर पार्कमा आएका छौँ बारबिक्यू गर्ने ठाउँ। अनि अब यहाँ टायर पार्कमा सामानहरू राखौँ। खै त यो यस मेरील्यान्डको बाल्टिमोर नजिकै रहेको यो टायर पार्क चाहिँ मलाई कता कता नेपालको तहसिलकारी जस्तो पो लाग्यो। अब यहाँ हामी आइरहेका छौँ। पानी पर्ला पर्ला जस्तो पो रहेछ त है। ए हो ए त्यो माथिको मात्रै हो है। त्यही त माथिको मात्रै हो यो। यो मात्रै हो। सल्काको एकपल्ट स्टार्ट नभएर फस्या यो माथि राखेर ए त्यो अघि मैले ल्याएको त्यही हो 8वटा हो। पनीर छ अनि बेल पेपर छ। लो आलु बल्ने ग्रिल गर्ने लेग पिसलाई चाहिएन झिर। पनिर पनि लामो छ चाहिएन। ल एउटा राम्रै आउटिङ पिकनिक राम्रै भयो त। अनि हजुर एउटा मात्र दुध लिएर आउन आइसक्यो। लिमिटेसन छ र छैन। होइन ज्वाइँले त्यसो भने सुनेर नानु र म एकछिन घुमौँ है। काठसितमा उता उता हो पल घुमौँ न उता उता है। घुम्यो नानु घुमेछ। ऊ ड्याडी मम्मी ऊ त्यहाँ होइन। हामी चाहिँ उता उता घुमेको है। ड्याडी मम्मी उता हामीहरू यता है। हामी घुमेर आएको नि यता कहाँ कहाँ जङ्गलभित्र कस्तो मजा छ। उतै पर गाडी रोकेर आयौँ अनि यहाँ आयौँ। अब हामी त्यता जाने है नानु। यता जाने है। यता जानेछौँ। मलाई अलि लामखुट्टे छ कि भन्ने पिर लाग्यो है। जङ्गल हो। जङ्गल हो लामखुट्टे छ। बच्चा नभए पनि बच्चा मात्रै जिउ भएको मान्छेले चढ्नु पाउँछ यहाँ। बाबा खै त्यो बोक्न सक्दिनँ मलाई दि। यो टायरले यसरी सेपरेट गरेर केटाकेटीहरूलाई खेल्नुको निमित्त बनाइदिएको पनि मलाई राम्रो लाग्यो। यता पनि त्यस्तै छ। केटाकेटीहरू खेल्ने ठाउँ छ। जङ्गलभित्र पनि यस्तो किसिमको व्यवस्थित गरिदियो भने त राम्रो हुने। अनि फेरि केही चार्ज पनि ल्याएको छैन। फेरि यहाँको एउटा राम्रो कुरो चाहिँ के छ भनेदेखि जस्तो सुकै ठाउँ होस् टोइलेट हुन्छ भन्छ। जहीँ पनि हुन्छ। हाम्रो नेपालमा अलिक टोइलेटको समस्या हुन्छ कि। इनिसिएटरले यहाँ आगो बाल्ने अनि त्यसपछि यो पाल्छ। यो रातो भएर बलेपछि अनि यसमा राखेर यसरी तल राखेर पकाउने। ल आज चाहिँ लेग पिस ठोकेर
बार्बिक्यू पनि गरियो अब खानेकुराहरू अब बिस्तारै हाल्दैछौँ अहिले फुलहरू पनि यही फुलेको यसबाट सुरुवात यही फुल्यो सबै अब अलमोस्ट सबै आइपुगेकै छौँ सेनिटाइजर छ सुविना नानीले अनुकूलसँग मानेको देखेर म चकित खाइसकेँ जानु देख्यौ आनन्द भयो अनुकूललाई छोड्दिनु यहाँ बोक्दा बोक्दा सबैको कोखा दुखिसक्यो चिच्याइ पो बसिरहेछ अब यी खान थाल्यो है अब यो चाहिँ टायर राखेर सजाएको देखिन्छ त्यसैले गर्दा यसको नाम टायर पार्क भनेको हो कि जस्तो लाग्यो मलाई अब हुनु त अरू पनि टायरको अर्थ के अरू पनि छ कि तर टायर पार्क भन्छ टायर राखिरहेको छ होइन यो पार्कमा कार्यक्रम सकियो अब हामी चाहिँ फर्किँदैछौँ अब फर्किँदै गरेको अवस्था सबैजना मैले खाइसकेँ अब हामी फर्किने ल नानु फर्किने है अब है ओके बाई भन न